हाई गाइज वेलकम टु माई च्यानल। आज चाहिँ म साउथ पर्थ अल्बानीको टुर 4 दिनको टुर क्याम्पिङ गरेको भिडियो लिएर आएको छु। फर्स्ट डे चाहिँ स्टार्ट हुन्छ कोची सामान हालेर है। हाम्रो चाहिँ सामान अट्दैन, एकदमै हामी 8 जना थियौँ अनि 4 दिनको लागि जानको लागि भएको कारणले धेरै सामान हुन्छ, टन्न हुन्छ सामान। बल्ल बल्ल कोची सिटमुनि हालेर गयौँ। आजको ड्राइभर दाइ चाहिँ करण दाइ हो। हामी चाहिँ 2 आवर ड्राइभ गरेपछि ब्रेकफास्ट खान रोक्यौँ। हामीले चाहिँ घरबाटै सबै सामान लिएका थियौँ। कफी किनेर हामी क्याफेमा बसेर ब्रेकफास्ट खायौँ। त्यसपछि फेरि यात्रा सुरु हुन्छ अल्बानीको। अल्बानी जान चाहिँ पर्थ सिटीबाट 5 आवरको ड्राइभमा रहेको छ। हामी चाहिँ बिस्तारै बिस्तारै रोकिँदै खाँदै गएको कारणले हामीलाई चाहिँ अलि धेरै टाइम लाग्यो। अनि बाटोघाटो हेर्दा त पुरै नेपालै जान लागेको जस्तो, नेपालको गाउँतिर जान लागेको जस्तो लाग्यो कि जङ्गल यताउति कहाँ पाउनु यस्तो बाटो त। तर पनि है त्यसपछि फाइनल्ली हामी अल्बानी पुग्यौँ। हामी चाहिँ लास्ट भोक लागिसकेका थियौँ। यो चाहिँ भ्यू पोइन्ट रहेछ, यसो हेरिहाल्यौँ हामीले तल ओर्लेर। अनि त्यसपछि हामी अल्बानी सिटीतिर गयौँ है। यति राम्रो है, यत्रो सानो सिटी एकदमै राम्रो। त्यसपछि यहाँ चाहिँ हामी बिचको छेउमा आएर भ्यू इन्जोय गऱ्यौँ। यति राम्रो भ्यू देख्ने यहाँबाट त पुरै डाँडा काँडा मास्तिर अनि ओसियन है, एकदम राम्रो। त यदि वेदर चाहिँ साथ दिएको भए दामी हुन्थ्यो होला यहाँ होइन। वेदर चाहिँ हाम्रो हावा एकदम धेरै चलेको है, घाम भन्ने थोक फुलाएको थिएन, पानी मात्रै परेको थिएन। अरू चाहिँ यस्तै थियो है, हावाले त उडौलै जस्तो लागेको थियो। मलाई त रमाइलो भयो है। यहाँ भ्यू एकदम राम्रो थियो, एकदमै राम्रो भ्यू इन्जोय गऱ्यो। त्यसपछि भनेको हाम्रो क्याम्पिङ स्पोट जाने हो। यहाँबाट 1 आवर 45 मिनट ड्राइभपछि हामी कोजी बिच कर्नर पुग्यौँ। हाम्रो चाहिँ यहाँनिर क्याम्पिङ गर्ने योजना थियो। त्यहाँ पुग्यौँ। त्यहाँ पुगेपछि हामीले टेन्टहरू सेटअप गऱ्यौँ। अनि यहाँ चाहिँ इलेक्ट्रिसिटी थियो। अनि त्यसपछि बाथरुम, टोयलेट सबैको सुविधा थियो। पर पर्सन $20 लिएको थियो यो स्पटको चाहिँ हामीलाई है। हामी चाहिँ 8 जना थियौँ। तर हाम्रो एउटा टेन्ट चाहिँ बिर्सिनु भएछ पासाङ दिदीले, टेन्टको त्यो स्टिकहरू सबै। त्यसैले हामी चाहिँ अलिक म्यानेज गरेरै सुत्यौँ। त्यसपछि मैले चिया बनाएँ। हामी चिया चेस गरेर खायौँ चिसो वेदरको डिमान्ड अनुसार। त्यसपछि चटपटे त छुट्याउनै भएन, नेपाली हो। त्यही माथि हामी क्याम्पिङ गएको है, दामी चटपटे बनाइहाल्यो। हाम्रो त्यो फर्स्ट मिल थियो। अनि चटपटे चाहिँ खाइहाल्यौँ। हाम्रो क्याम्पिङको स्टार्ट त्यसरी गऱ्यौँ। टेन्टहरू चाहिँ साथीहरूले सेटअप गर्नुभयो एकदम एकैछिनमा है, एक्सपर्ट हुनुहुन्छ सबैजना। त्यसपछि हामीले चटपटी चेस गर्दै चटपटेमा इन्जोय गरेँ। त्यसपछि नाइटको डिनर चाहिँ म चाहिँ भेजिटेरियन हुनाले म पास्ता बनाउन थालेँ। साथीहरू नाच्न थाल्नुभयो अनि रमाइलो भयो है। हामीले चाहिँ बत्ती सत्ती लगाएर राम्रो बनाएका थियौँ। अनि नजिकै बिच हो अनि सनराइज पनि हेर्न सक्नुहुन्छ बिहान उठेर। नजिकै 1-2 मिनटको बिचमा छ। अनि हावा चाहिँ खासै चढाएको थिएन, रमाइलो थियो है। यो ठाउँ चाहिँ एकदम बेस्ट लाग्यो कि क्याम्पिङ गर्न। हाम्रो फर्स्ट डे चाहिँ हामीले चेयरहरू, अब आइसको ब्यागहरू सबै लिएर गएको थियौँ है। अनि पास्ता पनि बिस्तारै रेडी भइहाल्यो। त्यसपछि हाम्रो साथीहरूले मासु खाने साथीहरूले चाहिँ चिकन बनाउन थाल्नुभयो। चिकन चाहिँ पाक्दैछ, हाम्रो पासाङ दिदीले बनाउनु भयो। अनि त्यसपछि हामीले चाहिँ जुस चेस गर्दै अनि साथीहरू नाच्दै डिजे बनाउँदै बत्तीको। अनि सबै आर्टिस्ट हुनुहुन्छ क्या यहाँ चाहिँ, म मात्रै होला नभएको, अरू सबै आर्टिस्ट हो। सबै गीत गाउने नाच्ने एकदम एक्सपर्ट हुनुहुन्छ। त्यसपछि हाम्रो डिनरमा चाहिँ भेजलाई चाहिँ पास्ता मात्रै भयो र चिकन खानेलाई चाहिँ फुरुन्दाना चिकन भयो। अनि त्यसपछि मर्निङ स्टार्ट भयो हाम्रो। गेल्मो दिदीले र मैले चाहिँ ब्रेकफास्ट बनाउन थाल्यौँ। म चाहिँ ब्रेड टोस्ट गर्दैछु, दिदी चाहिँ एगलाई मिक्स गर्दै हुनुहुन्छ। हामीले चाहिँ ब्रेड टोस्टमा चाहिँ ब्रेड टोस्ट, एग अनि त्यसपछि कफी, त्यसपछि ससेज बनाइदिएँ। ससेज चाहिँ पाक्दैछ। हामीले यसरी मर्निङको स्टार्ट गऱ्यौँ। हाम्रो मर्निङ यो आजको दिन चाहिँ डे 1 चाहिँ यसरी नै सकियो होइन। अब चाहिँ हाम्रो नेक्स्ट भिडियो चाहिँ हेर्नु होला है डे 2 को लागि। थ्याङ्क यू।